काठमाडौँलाई पछाडि छोड्दै हामी चामेतर्फ लाग्यौँ। त्रिशुली हुँदै मर्स्याङ्दीको किनारै किनार हाम्रो यात्रा अगाडि बढिरहेको थियो। मनसुनको समय थियो। बाटोभरि हरियाली, बादल र ठाउँ ठाउँमा झरनाहरूले हाम्रो यात्रालाई झनै सुन्दर बनाइरहेका थिए। स्याङ्गे झरना, बोङ झरना, अक्टोपस झरना। बाटोमा देखिने हरेक झरनाले गाडी रोकौँ र केही बेर यहीँ बसौँ जस्तो बनाइरहेको थियो। लामो जीप यात्रा थियो, तर बाटोमा देखिने दृश्यहरूले त्यो लामो यात्राको थकान महसुस हुन दिइरहेका थिएनन्। अन्ततः हामी चामे पुग्यौँ। भोलिपल्ट बिहानै उठेर इगल आई होटलमा मजाले ब्रेकफास्ट गऱ्यौँ र ग्रिन लेकतर्फको यात्राका लागि तयार भयौँ। बाटोमा जाँदै गर्दा बुटोलबाट घुम्न आउनुभएका केही साथीहरूसँग भेट भयो। केही बेर उहाँहरूसँग रमाइलो गरेपछि हामी फेरि आफ्नो यात्रातर्फ अघि बढ्यौँ। मनाङको सबैभन्दा ठुलो एप्पल फार्म हुँदै हाम्रो यात्रा अगाडि बढ्यो। बाटोभरिका सुन्दर दृश्य र स्याउका बगैँचाहरूको रमाइलो अनुभव गर्दै हामी ढेकुर पोखरी पुग्यौँ, जहाँ लन्च गर्यौँ। Are you guys hungry? Yes. लन्चपछि फेरि यात्रालाई निरन्तरता दिँदै सुन्दर पिसाङ गाउँ हुँदै हामी अन्ततः ग्रिन लेक पुग्यौँ। फोटो सेसन चलिरहेको छ। मोडेल मेक, क्यामराम्यान मन्तुस। मोडेल चाहिन्छ नि भन्दै यहाँ यस्तो ह्यान्डसम मान्छे छ हामी। भोलिपल्ट बिहान ग्रिन लेक वरिपरि केही समय बितायौँ। अन्नपूर्ण दोस्रो चाहिँ त्यो दिन अलि लजाएको थियो। बादलभित्र लुकेर आफ्नो अनुहार देखाउनै मानेन, तर त्यसले हाम्रो उत्साह कहाँ रोक्थ्यो र। केही पुसअप, केही फोटोसुट अनि ब्रेकफास्ट पछि अर्को दिनको हाइकिङका लागि तयार भयौँ। अब हाम्रो गन्तव्य थियो मनाङ भ्याली। घारु गाउँतर्फ उकालो लाग्यौँ। मनसुन भएकाले हामीले कल्पना गरेको हिमाल र भ्यालीको पूरा दृश्य भने देख्न पाएनौँ, तर यात्रा रोकिएन। Everyone is fine. घारुपछि ट्रेल केही सहज हुँदै गयो र हामी नागवाल पुगेर स्वादिष्ट लन्चका लागि रोकियौँ। We are here at Nawal. लन्चपछि फेरि मनाङतर्फ लाग्यौँ। नागवाल पार गरेपछि भने मनसुनको असली सुन्दरता देखिन थाल्यो। चारैतिर हरियाली, बाटो छेउका रङ्गी चङ्गी जङ्गली फूलहरू, बादलभित्र लुक्दै देखिँदै गरेका हिमाल र सुन्दर मनाङ भ्याली। त्यो दृश्य आफैमा एउटा छुट्टै कथा जस्तो लागिरहेको थियो।
लामो हिँडाइपछि अन्ततः हामी मनाङ पुग्यौं। सबैजना निकै थाकिसकेका थियौं, त्यसैले पुग्ने बित्तिकै केही बेर झप्किलियौं, डिनर खायौं अनि सकेसम्म छिटो ओछ्यानमा गयौं। भोलिपल्ट फेरि नयाँ दिन, नयाँ यात्रा। गङ्गापूर्ण ताल पुग्यौं। टङ्की गाउँ हुँदै मनाङ भ्यालीका सुन्दर दृश्यहरू हेर्दै खाङसारतर्फ लाग्यौं। खाङसारमा लन्च गर्यौं र लन्चपछि श्रीखर्कातर्फको यात्रा सुरु भयो। भोलिपल्ट हाम्रो गन्तव्य थियो तिलीचो बेस क्याम्प। आजको हाइक तुलनात्मक रूपमा छोटो थियो, तर बाटो भने अलि चुनौतीपूर्ण। ठाउँ ठाउँमा पहिरो गएका ट्रेल पार गर्नुपर्ने भएकाले हरेक पाइला अलि ध्यान दिएर चाल्नु पर्थ्यो। केही समयपछि हामी तिलीचो बेस क्याम्प पुग्यौं। लन्च गर्यौं, केही बेर आराम गर्यौं र उचाइसँग शरीरलाई अभ्यस्त गराउन बेस क्याम्पभन्दा अलि माथिसम्म अनुकूलनका लागि हाइक गर्यौं। अनि आयो त्यो दिन जसको हामी सबैलाई प्रतीक्षा थियो। बिहान करिब 4 बजे उठ्यौं, प्याक गरिएको ब्रेकफास्ट खायौं र अँध्यारोमै तिलीचो तालतर्फको यात्रा सुरु गर्यौं। समुद्री सतहबाट 4419 मिटरको उचाइमा रहेको तिलीचो ताल पुग्ने बाटो सजिलो थिएन। हिँडाइ गाह्रो थियो, शरीर थाकिरहेको थियो, तर माथि पुगेर देखिएको दृश्यले सबै थकान बिर्साइदियो। त्यहाँ केही समय बितायौं, फोटोसुट गर्यौं, त्यो सुन्दरतालाई आँखामा कैद गर्यौं अनि फेरि बेस क्याम्पतर्फ झर्यौं। लन्चपछि फेरि श्रीखर्का फर्किनुपर्ने थियो, त्यो पनि लामो हाइकिङ दिन थियो। सबैजना निकै थाकिसकेका थियौं, त्यसैले डिनरपछि धेरै कुरा नगरी सिधै आराम गर्यौं। अर्को बिहान श्रीखर्काबाट याक खर्कतर्फ लाग्यौं। मेरो मित्रहरू मभन्दा अलि टाढो हिँड्नुहुन्छ।
त्यहाँ मित्रहरू के छ मित्रहरू सन्चै हुनुहुन्छ बाटोमा नील भेडाका बथानहरू पनि देख्न पायौं। मनाङ भ्यालीका शानदार दृश्यहरू हेर्दै हामी अगाडि बढ्यौं। बाटोमा नदीको किनारमा रहेको सुन्दर निर्वाण होटेलमा लन्चका लागि रोकियौं। शान्त वातावरणमा लन्च गरेपछि फेरि याक खर्कतर्फ लाग्यौं र केही समयमै त्यहाँ पुग्यौं। ठिटाहरू रेडी हुँदैछन्। भोलिपल्ट ऊर्जावान ब्रेकफास्टपछि हाम्रो गन्तव्य थियो हाई क्याम्प। दूरी धेरै लामो थिएन, तर उचाइ बढ्दै गएकाले हाम्रो गति पनि बिस्तारै कम हुँदै गयो। उच्च उचाइमा छिटो पुग्नुभन्दा आफ्नो शरीरलाई सुन्नु र बिस्तारै हिँड्नु नै महत्त्वपूर्ण हुन्छ। Where we belong, humble feet, happy heart. Oh, happy heart. Climb on, climb on. Humble feet, happy heart. The view makes us sing. Climb on, climb on, climb on. थोरोङला बेस क्याम्पमा लन्च गर्यौं र त्यसपछि हाई क्याम्प तर्फको अन्तिम चढाइ सुरु गर्यौं। Hands on knees we laughed at the ache in our bones. Shared one last orange slice like it was a throne. The wind took our words, left only smiles. अन्ततः हामी 4925 मिटरको उचाइमा रहेको हाई क्याम्प पुग्यौं। अब हाम्रो यात्राको सबैभन्दा ठूलो चुनौती बाँकी थियो, थोरोङला पास। Where we belong, humble feet, happy heart. Oh, happy भोलिपल्ट बिहान करिब 4:30 बजे उठ्यौं। केही ब्रेकफास्ट गरेर अँध्यारोमै थोरोङला पास तर्फको यात्रा सुरु गर्यौं। heart. The view makes us sing. Climb on, climb on, climb on. No crown on my head. 5416 मिटर उचाइमा रहेको थोरोङला पार गरेर मुक्तिनाथ पुग्नु हाम्रो आजको लक्ष्य थियो। We came as we were. We came to see the tallest thing up there was. घण्टौंको हेराइ र चढाइपछि अन्ततः बिहान करिब 7 बजेतिर हामी थोरोङला पास पुग्यौं। त्यहाँ पुगेपछि थकानभन्दा खुसी ठूलो थियो। त्यो बेला विश्वकपको समय पनि थियो, त्यसैले केटाहरूले आफ्ना मनपर्ने फुटबल खेलाडीहरूको सेलिब्रेसन गर्दै नाच्न थाले। फोटोसुट, नाच, हाँसो, त्यो क्षणलाई हामीले आफ्नै तरिकाले
उत्सवका रूपमा मनाए। Sir, how are you feeling? You did the world highest trekking pass. Incredible. Uh-huh. So it's really great. Yeah. Esteban! Steven, how do you feel? Perfect. Perfect. This was too easy. Listen, wonderful. It was too easy for you too. Very fast. Yes. Perfect. Clara, how do you feel? You did the whole highest trekking pass. Cold. You feel cool? You didn't feel any kind of excitement? No, I'm very happy. And now the time is through. Yes. We're so relaxed. Hi. How do you feel? Frozen, but Okay. चारचोटिमा चाहिँ अलिक गाह्रो भयो हाम्रो मेक भाइलाई पछि कान्छालाई पहिलोचोटि कस्तो भएर लाग्यो कान्छालाई चार टाइम भयो तिम्रो पनि ल त आचुलाई कस्तो लागिरहेछ आचु कस्तो लागिरहेछ हामी अब तल लाग्दैछौँ मुस्ताङतिर केही समय थोरोङ लामै बिताएपछि अब सुरु भयो लामो ओह्रालो यात्रा मुक्तिनाथतर्फ। मुक्तिनाथ पुग्दा सबैको अनुहारमा एउटै कुरा देखिन्थ्यो, थकान। तर त्यो थकानभित्र एउटा ठुलो खुसी पनि थियो, किनकि हामीले हाम्रो ट्रेक पुरा गरेका थियौँ। विश्वकै चर्चित र उच्च ट्रेकिङ पासहरूमध्ये एक थोरोङलालाई 5416 मिटरमा पार गरेर मुक्तिनाथ पुग्नु हाम्रो यात्राको सबैभन्दा ठुलो उपलब्धि थियो। भोलिपल्ट अब हिमाललाई बिदाई गर्ने समय आयो। हामीले सबैका लागि एउटा विद्युतीय भ्यान बुक गर्यौं र पोखरातर्फ लाग्यौं। लामो यात्रापछि अन्ततः पोखरा पुग्यौं। साँझ फेवा तालको किनारमा शान्तसँग हिँड्यौं। लामो यात्रापछि त्यो साँझ निकै फरक थियो। न हतार, न कुनै उकालो, न कुनै उचाइको चिन्ता। बस शान्त वातावरण र यात्राका सम्झनाहरू। र यसरी हाम्रो मनाङ, तिलिचो, थोरोङला साहसिक यात्रा यहीँ आएर समाप्त भयो। धन्यवाद। फेरि अर्को यात्रामा भेटौँला।